तपाईहरुलाई फेरि पनि स्वागत छ आजको नयाँ भिडियोमा। आज हामी क्लास 12 को इकोनोमिक विषयमा रहेको च्याप्टर 1 बाट फाइनल एक्जाममा सोधिने इम्पोर्टेन्ट क्वेशन लिएर आएको छौं। के भन्छ एक मार्कमा क्वेशन सोध्छ, एक मार्कमा चाहिँ हामीलाई सोध्ने सक्ने क्वेशनहरु छ स्कार्सिटी एन्ड चोइस। अर्को सोध्न सक्छ हामीलाई अपर्चुनिटी कस्ट, अनि अर्को चाहिँ डिफाइन स्पेशलाइजेसन, अर्को चाहिँ डिफाइन पीपीसी। यो चारवटा भन्दै कुनै क्वेशन सोध्दैन, चारवटा बाट कुनै दुईटा क्वेशन सोध्न सक्ने छ। अनि त्यस्तै गरी अर्को रहेछ 5 मार्कमा। 5 मार्कमा बढी जस्तो सोध्ने गर्छ एक्सप्लेन प्रोडक्सन पोसिबिलिटी कर्भ। अनि हामीले 5 मार्क्स पाउनको लागि पहिला पीपीसी कर्भको डेफिनिसन र त्यसपछि टेबल सँगै डायग्राम बनाएर देखाउनु पर्ने हुन्छ। सेकेन्ड क्वेशन बढी सोध्ने क्वेशनमा आउँछ, यो क्वेशन पनि बढी सोधिने गर्दैछ। व्हाट इज डिभिजन अफ लेबर एन्ड एक्सप्लेन विथ इट्स फिचर। डिभिजन अफ लेबरको डिफाइन लेख्ने र त्यसपछि त्यसको फिचर लेख्ने। अनि सबभन्दा इम्पोर्टेन्ट क्वेशन, यो क्वेशन फिक्सै 90% सोध्ने गर्छ। इकोनोमिक सिस्टम। इकोनोमिक सिस्टममा 3वटा इकोनोमिक हुन्छ। फर्स्ट क्यापिटलिस्ट इकोनोमिक, सेकेन्ड सोशलिस्ट इकोनोमिक र थर्ड त्यस्तै गरी मिक्स इकोनोमिक। हामीले 5 मार्क पाउनको लागि 5 मार्कमा 3वटा मध्ये एउटा क्वेशन सोध्न सक्छौँ। हामीले पहिला क्यापिटलिस्ट इकोनोमीको डेफिनेसन लेख्ने र त्यसपछि त्यसको फिचर लेख्ने। आजको भिडियोमा यति